हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज पनि हामी सरमको लागि छोटेनको सरमको लागि काम गर्न आएको छौँ। हेर्नुहोस् गाइज आजको दिन कस्तो हुन्छ। हामी आजको काम भनेको हाम्रो बल्ल पुग्ने काम छ। काट्ने साधन नभएर ढुङ्गाले काटिरहेको छ यहाँ। ओ सानो तिम्रो नाम के हो? जाङमु हो? कति क्लासमा पढ्छौ? एकमा हो। कुन स्कुल पढ्छौ? कुसाङको स्कुलमा? कहाँ छ कुसाङको स्कुल चाहिँ? हो र। अनि आज किन नजानु भएको? बिदा छ आज? कसले भने छैन आज बिदा? ए तलबाट ल्याउँदैछन् है। हामी पनि अब यो ग्रुपमा यसरी बोक्नुपर्छ। सरररररर छिटो बनाइ। होइन मेरो मम्मी हो। होइन मेरो होइन मेरो। लगाइसकेछन्। यहाँ चाहिँ रड सजाउँदैछन्। किन चकचक गर्नुभएको? तार चेतङमा साला के जब किला गरेर फोफो सोल जुक्सिन त्यहाँ फोफो बा फोफो भाइ जुक्तङ हाने खरक लप्पा निच ब्यान्डिङ तार काट्दै यो चाहिँ बल्ल बोक्नलाई डोको बनाउँदै बल्ल बोक्ने डोको बनाउँदा चाहिने सामान यो डोको बोक्ने यो बनाउँदैछन्। आजको मौसम दामी खुला छ। हेलिकप्टर 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 दोस्रो पटक बनाउँदैछु म यहाँको कामको भिडियो। आज चाहिँ हाम्रो काम बल्ल बोक्ने। यो चाहिँ मेरो डोको। के गरेको सानो? के गर्नुभएको? यहाँ बनाएको छ बच्चाहरूले खेल्ने ठाउँ। यो चाहिँ के बनाउनु भएको? घर हो? को बस्ने घर हो यो?
बुझी बस्ने हो खोइ बुझी चाहिँ कहाँ छ खोइ ए यहाँ चाहिँ बनाइसक्नु आँटेछ हाम्रो मेरो मेजीले बल्ल पुग्ने डोको हो यहाँबाट जाँदैछन् कोही ल्याउँदैछन् म पनि जाँदैछु यस्तो तलबाट उकालोमा माथि पुर्याउनु पर्ने हुन्छ हामीले बोकेर आजको मौसम यस्तो दामी खुला छ भरे चाहिँ पानी पर्छ कि हेर्नु सक्नुहुन्छ हामीलाई यहाँबाट बोकेर लाँदैछन् हेलो हेलो गाइस हाँ या यहाँ चाहिँ बिप्लाटेको ओल्लो गाउँ यहाँबाट चाहिँ सुरु हुन्छ हाम्रो बिप्लाटे एरिया टक्कसँगले बारी हालिदिने मान्छे यता छन् सलक सलक लस्सी Dem jatuh tuh Mio. हेलो गाइस Astaga. यसरी बोकेर हिँड्नुपर्छ यार गाह्रो छ नि हो गाह्रो छ गाउँघरमा काम गर्नलाई उफ थकै लाग्छ बोक्नु गाह्रो छ काम गर्नु पर्यो गाउँघरमा बसेपछि यसरी हिँड्नु परेछ यतापट्टि पिप्लाटेको ओल्लो गाउँ यतापट्टि हो अनि चाहिँ माथि पुग्नुपर्छ कि हेर्नु सक्नुहुन्छ हजुरहरूले ब्याचाहरूले भन्दा नि
एक्टिभ लाग्यो यहाँ ल्याइसकेपछि चाहिँ यता चाल्ने ओइ चालेर बोरामा प्याक गरेछ हाम्रो गाउँको हलदार पेन्सन बिनाको थाकिसक्यो यार पसिनै पसिना भइसक्यो मान्छेहरू सबजना तल बिसाइरहेको छ अब हामी पनि गएर एकछिन रेस्ट गर्नुपर्ने हुन्छ त्यसपछि मात्रै यो अलिक सोलिङ भएन छ रेस्ट टाइम अब चाहिँ हाम्रो खाजा खाने टाइम रेस्ट टाइम भएको छ हामी चाहिँ टक्कसँगले खाजा खानु हिँडेको गाइज हामी चाहिँ हो यही बनाउनुको लागि सरम गर्नु आएको हेर्नु सक्नुहुन्छ यति बनाइसकेछ अस्ति बाँस ल्याएको बाँसहरू यसरी युज गरेको छ अलिकति तल उब्रेको छ अनि यहाँनिर अब छिटै रिम्पुर्चीको मूर्ति राख्ने ठाउँ रेडी हुन्छ त्यसपछि मूर्ति ल्याएर राख्ने छ हाम्रो बोकाइ चाहिँ सकेको छैन अहिले चाहिँ खाजा खानेको रेस्ट त्यही भएर हामी चाहिँ खाजा खानु हिँडेको ढुट्टो पसिनाले बाल्लो बोकेको यसमा ढुट्टो भइसक्यो यार हेर्नु सक्नुहुनेछ आजको हाम्रो गाउँको भ्यू यस्तो छ अर्को चाहिँ हिँडिसक्यो गाह्रो छ काम गर्नु सकिँदैन रहेछ अघि त चिसो थियो के अनि ज्याकेट लिएर आएको अहिले चाहिँ घाम लागेर ठक्क मौसम नै दामी खुलेछ हेर्नु सक्नुहुन्छ यो चाहिँ बिपलाटीको मेन एरिया चोक चाहिँ यहाँ हो अनि अघि उता देखाएको चाहिँ त्यो ठ्याक्क ओखलढुङ्गा रमलारादेखि आउँदा त्यो ठ्याक्क जङ्गल कटेपछि पस्ने गाउँ हो अब यहाँदेखि अनि त्यहाँदेखि बस्दै गएपछि चाहिँ हाम्रो गाउँ आइपुग्छ
दामी खुला छ दामी 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 मौसम भरे पानी पर्ने हो कि त्यो छ त तनाव नत्र अहिले चाहिँ दामी छ अब यो यहाँनिर राख्नेछु राखेपछि अब अहिले जाने बेला लिएर जानुपर्छ खाजा खाने टक्क फेरि फर्केर जानुपर्छ 1 घन्टाको रेस्ट हुन्छ 2 बजी खाजाको रेस्ट 3 बजी जाने यता छन् फेरि बहिनीहरू पत्कर सोरिरहेको खोइ डोकै बरे छैन त अनि तिम्रो सोत्तरले त बल्ल चाल्ने सिस्टम चाहिँ दामी रहेछ Let's go. चलो टक्क यहाँदेखि मेन रोड आएपछि तलतिर मेरो घर चाहिँ यहाँ आज छुट्टी हो दाइ ए हाम्रो खाजा आइसकेको छ खाजा बनाउने मान्छे हाम्रो खाजा यस्तो छ आजको 1 hour later. अब चाहिँ हामी खाजा खाएर जाँदैछौँ बसतिर काममा कस्तो हुन्छ हेर्दै गरौँ गाइज पानी पर्न लागेको छ हेर्नुहोस् अघिसम्म खुल्ला मौसम थियो अहिले चाहिँ पानी पर्न लागेको छ ढक्कसँगले माथि जाने कस्तो हुन्छ हेर्दै गर्नुहोस् गाइज भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला A few moments later. अब चाहिँ हाम्रो काम सकिएको छ हैन आज बाल्लो बोक्ने काम थियो त्यो बोकिसकेर हाम्रो चाहिँ आज छिट्टै छुट्टी भएको छ सबैजना घर घर गइसकेको छ अनि म पनि अब घरतिर जाँदैछु हेर्नुहोस् गाइज यही ठाउँ हो मेरो घर तलतिर हो त्यही भएर जति बेला पनि यहीँको सिन देखाइदिएको तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु च्यानललाई नि सब्स्क्राइब गरिदिनु भन्दै आजको मेरो भिडियो यही एन्ड गर्दैछु बाइ बाइ सी यू नेक्स्ट भिडियो टाटा